नमस्कार, च्यानल टक्स अमृताचार्य हार्दिक स्वागत गर्दछ। मेरो यस च्यानललाई सब्स्क्राइब गरेर हौसला बढाइदिनु हुन विनम्र अनुरोध गर्दछु। आजको मेरो विषय छ ग्राफोलोजी। अब यो ग्राफोलोजी भन्नासाथ लेख विश्लेषण, लेखशास्त्र पनि भनिन्छ यसलाई। अब यसमा हामीले लेख्ने अक्षरहरूको ग्यापले के भन्छ, अक्षरको स्टाइलले के भन्छ, यसको विषयमा यो शास्त्र हो। यो लेखशास्त्रभित्र सिग्नेचर एनालाइसिस, हस्ताक्षरको विश्लेषण भन्ने एउटा विषय हुन्छ। हाम्रो हस्ताक्षरले हाम्रो व्यक्तित्वलाई प्रदर्शन गर्छ। हाम्रो व्यक्तित्व कस्तो प्रकृतिको छ भन्ने कुरा हाम्रो हस्ताक्षरबाट पनि बुझ्न सकिन्छ। हामीले आफै गरेको सिग्नेचर हुन्छ, स्याम्पल सिग्नेचर। हामीले ब्याङ्कमा खाता खोलेका हुन्छौँ, तर केही समय बितेपछि कहिलेकाहीँ सिग्नेचर मिलेन भन्छ नि त। भन्नुको मतलब हामीले आफैले गरेको सिग्नेचर स्याम्पल पनि केही समयपछि त्यो सिग्नेचर स्याम्पल मिल्दैन। यसको मतलब के हो त भने समयको विकास सँगसँगै, हाम्रो व्यक्तित्वको विकास सँगसँगै, हाम्रो उमेरको विकास सँगसँगै हाम्रो हस्ताक्षरको मोडालिटी पनि परिवर्तन हुन्छ, चेन्ज हुन्छ। अब यो हस्ताक्षर भन्ने चिज हामीसँग जन्मजात आएको त होइन नि, हाम्रो सिकाइपछि आएको चिज। तर समयको परिवर्तन र उमेरको परिवर्तन, हाम्रो सोच र विचारको परिवर्तन सँगसँगै हाम्रो हस्ताक्षरमा पनि परिवर्तन हुन्छ। र त्यो परिवर्तनले हाम्रो व्यक्तित्वको परिवर्तनलाई पनि सँगाउँछ। विश्वमा धेरै मान्छेहरूका हस्ताक्षरहरूमा अध्ययन भएको छ, जसले उनीहरूको व्यक्तित्व र उनीहरूको जनतासँग उनीहरूको पहुँच, उनीहरूको विकास सँगसँगै उनीहरूको हस्ताक्षरमा पनि परिवर्तन भएको देखिएको छ। त्यसैले अब हाम्रो हस्ताक्षरले कसरी हाम्रो व्यक्तित्व प्रदर्शन गर्छ, आजको हाम्रो यो कन्टेन्टमा मैले यसै विषयमा बनाएको छु। अब हाम्रो हस्ताक्षर कस्तो हुन्छ भने, अब पहिलो जुन हस्ताक्षरमा, जस्तो मेरो नाम अमृत, मैले अमृत मात्रै हस्ताक्षर गरेँ भने त्यसले के बुझाउँछ भने मैले आफू बढी आत्मविश्वासी भएको बुझाउँछ। सिंगल आफ्नो नामको मात्र हस्ताक्षरमा। जस्तो भारतमा केही चलचित्रकर्मीहरू, जस्तो शाहरुख खानले शाहरुख मात्रै लेख्छन्, अमिताभ बच्चनले पनि अमिताभ लेख्छन्। यसरी के त भने उनीहरूले आफ्नो व्यक्तित्वमा, आफ्नो परिवार या आफ्नो सबै आफन्तहरूबाट होइन, उनी आफूले राइज भएको र आफूमा आत्मविश्वासी देखिन्छ। र यसै गरी के त भने जस्तो अब हस्ताक्षर गर्ने क्रममा, जस्तो मेरो नाम अमृत, मैले अमृत लेखेँ र ए क्यापिटलमा पहिलो लेटर क्यापिटलमा लेखेर पछाडिका लेटरहरू स्मल लेखेँ भने यसले आफूलाई प्राथमिकता दिने व्यक्ति, आत्मविश्वास जनाउँछ। त्यसैले के त भने हस्ताक्षरको आफ्नो पहिलो अक्षर क्यापिटल हुनुपर्छ र पछाडिका अक्षरहरू के त स्मलमा हुनुपर्छ। र त्यो क्यापिटल पनि त्यो स्मल लेटरहरूभन्दा अलि बढी ठुलो, 2-3 गुणा ठुलो हुनुपर्छ। र यसरी के त थरसहित लेख्यो भने हस्ताक्षरले के भन्छ त भने त्यो व्यक्तित्व आत्मविश्वासी पनि छ र अरूको साथ र सहयोग, आफ्नो पृष्ठभूमिलाई समेत बोकेर अगाडि बढ्छ भन्ने। अब हामीले के बुझ्यौँ त, पहिलो कुरा हस्ताक्षर नाम र थर सहितको हुनुपर्छ र हस्ताक्षरको पहिलो अक्षर क्यापिटलमा हुनुपर्छ
यदि त्यो स्मलमा भयो भने के हुन्छ त भने त्यो गलत मानिन्छ। किन मानिन्छ त भने तपाईले आत्मविश्वास छैन, आफूलाई गौण देख्नुहुन्छ, आफ्नो भूमिकालाई कम आकलन गर्नुहुन्छ भन्ने हुन्छ। र अब यसैमा के छ त भने कसैले आफ्नो पहिलो अक्षरलाई, सिग्नेचरको पहिलो अक्षरलाई गोलो भित्र हाल्छ। यो गोलोले के त भने आफूलाई अरूभन्दा फरक देखाउने प्रयत्न गर्छ। आफूलाई एउटा ककुनमा राख्यो। आफ्नो फर्स्ट लेटरलाई राख्नुको मतलब के त आफूलाई ककुनभित्र राख्यो। आत्मविश्वासी त भयो तर परस्परमा सहयोग नलिने र अरूसँग नखुल्ने खालको व्यक्तित्व मानिन्छ। यो गर्नु हुँदैन। अब यो त भयो। अब कसै छोटो हस्ताक्षर छोटो गर्छ, सानो एउटा लेटरलाई स्याट्ट बनाउने या सानो हस्ताक्षर बनाउने, त्यो सानो हस्ताक्षरले के भन्छ त भने तपाईको आत्मविश्वास कम छ भन्छ। तपाईले आफूलाई बुझ्नु नै भएको छैन, आफूलाई चिन्नु भएको छैन भन्छ। र हस्ताक्षर लामो हुँदा, नाम थर सहित हुँदा के भन्छ त भने तपाईले आफ्नो परिवार, आफ्ना साथीहरूको साथ लिँदै आफ्नो के त आत्मविश्वासका साथ अगाडि बढ्नुहुन्छ भन्छ। त्यसैले मित्रहरू, सानो हस्ताक्षर राम्रो मानिदैन। सानो हस्ताक्षरले के त आफूलाई संकुचित गरेको भन्ने बताउँछ। आफूलाई संकुचित गर्ने अर्थमा बुझिन्छ। त्यसैले सानो हस्ताक्षर राम्रो मानिदैन अकर्डिङ टु ग्राफोलोजी सिग्नेचर एनालाइसिस। अब यसमा अक्षरहरुमा छ कसैको बानी हुन्छ सिग्नेचर कसैले नचिनोस् भनेर, बुझ्दै नबुझ्ने, क्ल्यारिटी नभए, त्यसले तपाईको व्यक्तित्वलाई अत्यन्त जटिल बनाउँछ। तपाईको व्यक्तित्व जटिल छ, सबैले बुझ्न सक्दैन भन्ने बुझाउँछ। त्यसैले के हुनुपर्छ त भने हो सिग्नेचर नर्मल हुँदैन, नर्मल ह्यान्डराइटिङमा हुँदैन, तर यति पनि एबनर्मल हुनु हुँदैन कि कसैले त्यसको अक्षर बुझ्नै नसकोस्। त्यसको अक्षर बुझ्न नसक्नु भनेको तपाईको व्यक्तित्व बुझ्न नसक्नु। त्यसैले हस्ताक्षर के हुनुपर्छ त बुझ्न सकिने हुनुपर्छ। र अहिलेसम्मको कुरामा हामी के बुझ्यौं त भने छोटो हस्ताक्षर हुनु हुँदैन, हस्ताक्षरको पहिलो अक्षर क्यापिटलमा हुनुपर्छ र हस्ताक्षरमा क्ल्यारिटी हुनुपर्छ। यसले तपाईको व्यक्तित्वलाई पनि क्लियर बनाउँछ, आत्मविश्वासी बनाउँछ। अब हस्ताक्षरका केही अक्षरहरू छन्, जस्तो मेरो नाममा AMRIT आई आयो नि हो, जसमा आई आउँछ, जी आउँछ, त्यसमा माथि एउटा बिन्दु हुन्छ नि, त्यो बिन्दुले पनि केही चीज इन्डिकेट गर्छ तपाईको पर्सनालिटी। त्यो यदि बिन्दु नजिक छ भने तपाईले सर्ट टर्म गोल्सहरु राख्नुहुन्छ भन्छ। छोटो समयका उद्देश्यहरु राख्नुहुन्छ, लक्ष्यहरु राख्नुहुन्छ जो पूरा पनि हुन्छ। र त्यो बिन्दु अलिकति माथि राख्नु भएको छ भने लङ टर्म गोल्स राख्नुहुन्छ र त्यसलाई एचिभ गर्नुहुन्छ भन्छ। र त्यो बिन्दु नबुझिने खालको अलिकति के त फैलिएको खालको त्यस्तो राख्नुहुन्छ भने त्यसले के त भने तपाईले लक्ष्य त राख्नुहुन्छ तर त्यो लक्ष्यतर्फ उन्मुख हुनु हुँदैन भन्ने बुझाउँछ। त्यसले के हुन्छ त भने तपाईको व्यक्तित्व लक्ष्यतर्फ उन्मुख नहुने भन्छ। यसरी जस्तो मेरो अक्षरमा AMR आयो, त्यो आर माथितर्फ खुल्ला भइदियो भने त्यसलाई के भन्छ त भने इकोनोमिक पकेट, मनी पकेट पनि भन्छ के। त्यो खुल्ला भयो भने के त तपाईँ कमाउनुहुन्छ, उडाउनुहुन्छ भन्छ कि, सेभ हुँदैन भन्छ के। जस्तो एमा माथि पकेट हुन्छ, माथि ए खुल्ला भयो, त्यो हस्ताक्षरलाई के त राम्रो मानिएन। त्यसले गर्दा के त भने ती अक्षरहरुमा पनि ख्याल राख्न जरुरी छ। यसले तपाईको व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ। अब हस्ताक्षरहरुमा अब अर्को फेज, यसमा लिपिमा पनि लेख्ने बेला पनि बच्चाहरुले लेख्ने बेला पनि यदि त्यो लेख्दै जाँदा माथितर्फ इन्क्लाइन्ड हुन्छ है, तपाईको त्यसले के भन्छ त भने
व्यक्तित्व माथितर्फ छ। त्यस्तै गरी सिग्नेचर एनालाइसिसले के भन्छ भने यदि तपाईको सिग्नेचर माथितर्फ इन्क्लाइन भएको छ, यसरी बढ्दै 45 डिग्रीसम्म माथितर्फ बढेको सिग्नेचर छ भने त्यसलाई के त तपाईको व्यक्तित्व बढ्दो छ, यु आर इन राइजिङ फेज भन्छ। भन्नुको मतलब हस्ताक्षर बढ्दो हुँदा माथितर्फ इन्क्लाइन। यदि सिधा छ भने नर्मल, तपाईले के त सन्तुलनमा राख्नुहुन्छ, तपाईको व्यक्तित्व सन्तुलनमा राख्ने व्यक्तित्व हो भन्ने बुझिन्छ। र यदि झर्दो भयो भने सिग्नेचर तलतर्फ झर्दो भयो भने, डिक्लाइन हुँदै गयो या डिसेन्डिङमा गयो भने, तलतर्फ झुक्यो भने तपाईको व्यक्तित्व माथि थियो, अब यो झर्दै गइरहेको छ भन्ने बुझिन्छ। त्यसैले मित्रहरू सिग्नेचर आफ्नो हस्ताक्षरमा ख्याल राख्नुपर्छ। सिग्नेचर माथितर्फ छ भने तपाईको व्यक्तित्व बढ्दो छ, 45 डिग्री माथि भनेर पुरा ठाडो होइन, 45 डिग्रीमा माथितर्फ फर्केको हुनुपर्छ। किनकि तपाईको व्यक्तित्व बढाउनु छ नि त, सबैलाई हाम्रो सोच त बढाउने हो नि त व्यक्तित्व, त्यसले गर्दा त्यसमा ख्याल राख्नुपर्छ। र सिधा छ भने तपाई सन्तुलन, तपाईले हरेक चिजलाई सन्तुलनमा सोच्नु छ। तपाईको व्यक्तित्व भनेको सन्तुलनमा सोच्ने खालको छ, धेरै राम्रो धेरै अगाडि बढ्ने खालको पनि नै, सन्तुलनबाट अगाडि बढ्ने। र यदि डिक्लाइन छ भने यो राम्रो होइन, तपाईको व्यक्तित्व गिर्दो छ, तपाईको इमेज गिर्दो छ भन्ने बुझाउँछ। त्यसैले हस्ताक्षर तलतर्फ फर्केको गर्नु हुँदैन, यसले राम्रो मानिँदैन। साथीहरु अब मैले सधैँ भन्ने गरेको, म त दृष्टि अपाङ्गताको व्यक्ति, त्यसैले स्लाइड देखाउन सक्दिनँ। त्यसैले जहाँ टिप्नु पर्ने कुरा छ भने टिप्नुस्, सहयोग हुन्छ। र अब अर्को छ विषय, तपाईले हस्ताक्षर गर्दा हस्ताक्षरमा पछाडि बिन्दु राख्ने छ। यदि एउटा बिन्दु राख्नुभयो भने त्यसले के भन्छ त भने फुल स्टप भन्छ नि त। त्यहाँ फुल स्टप आउँछ, तपाईले गन्तव्य तयार गर्नुहुन्छ, लक्ष्य तयार गर्नुहुन्छ, तर कहीँ गएर तपाई विचलित हुनुहुन्छ, बन्द गर्नुहुन्छ, त्यसलाई आत्तिनुहुन्छ। त्यसैले के त एउटा बिन्दु राख्ने होइन, दुईवटा बिन्दुले के भन्छ टु बी कन्टिन्यू। यदि तपाईले कहीँ तपाईको लक्ष्यबाट विचलित हुनुभयो भने पनि तपाई पुनः अगाडि बढ्नुहुन्छ भन्छ। त्यसैले हस्ताक्षरमा यदि बिन्दु राख्ने हो भने एउटा होइन दुईवटा बिन्दु राख्नु पर्यो। एउटा बिन्दुले तपाईको के त व्यक्तित्वलाई स्टप गर्छ, तपाईको सोचलाई स्टप गर्छ। त्यसैले एउटा बिन्दु राख्ने होइन। अब अर्को छ विषय के छ त भने हस्ताक्षरको तलबाट डन्डा दिइन्छ नि त, एउटा धर्का कोर्ने चलन छ, सपोर्टिङ लाइन, सपोर्ट लाइन। तपाईले यदि एउटा धर्का कोर्नुहुन्छ भने तपाईको व्यक्तित्व कन्फिडेन्ट छ, यो भन्दा अगाडि भएका सबै कुराहरुले कन्फिडेन्ट देखायो, तर सपोर्ट सहयोग माग्नुहुन्छ भन्छ, सहयोग लिनुहुन्छ, साथीभाइको सहयोग, आफन्तको सहयोग लिनुहुन्छ र अगाडि बढ्नुहुन्छ भन्छ। र त्यही धर्का यदि अगाडि यसरी गएर पछाडी रिभर्स भएर फर्कियो भने तपाईले के त पुरानो कुरामा जानुहुन्छ रे, तपाईको आजको जीवन राम्रो छैन भन्ने। हाम्रो समयमा हामी बच्चामा यस्तो खेल्थ्यौं उस्तो खेल्थ्यौं, के रमाइलो थियो हाम्रो समय भन्छ नि त, कोही सुन्नुभएको छ नि त। त्यस्तो व्यक्तिले के त यसरी डन्डा गरेर रिभर्स गर्छ कि धर्का यता अगाडितर्फ फर्किन्छ, उल्टो दिशातिर त्यो धर्को यसरी गएर यसरी फर्किन्छ। त्यो भयो भने के त भने तपाईको आजको वर्तमान राम्रो छैन भन्ने बुझाउँछ, तपाई डिप्रेसनमा हुनुहुन्छ भन्ने बुझाउँछ मित्रहरू। त्यसैले अब हस्ताक्षर गर्दा तलबाट धर्को कोरेर रिभर्स फिर्ता गर्नु हुँदैन। र त्यो अघि मैले बिन्दु भने कसैले बिन्दु त्यो धर्कोको पछाडी दिने गर्छ, एउटा बिन्दु दिनु हुँदैन भन्ने कुरा मैले भनिसकेँ। दुईवटा बिन्दु दिनुभयो भने टु बी कन्टिन्युड भन्छ, तपाईको व्यक्तित्वले अझ अगाडि खोज गर्छ। विघ्न बाधा त पर्छन् मान्छेको जीवनमा, विचलित हुनु हुँदैन, तपाई अगाडि बढ्नुहुन्छ भन्ने व्यक्तित्व दिनुहुन्छ। र कसैले दुईवटा धर्को बनाउनुपर्छ, सपोर्ट लाइन दुईवटा। यसले के भन्छ त भने तपाई आत्मविश्वास भन्दा आफूमा भन्दा बढी सहयोगीहरुमा विश्वास गर्नुहुन्छ भन्छ नि।
त्यति राम्रो मानिँदैन मित्रहरू। त्यसैले के त हस्ताक्षर तको मुनिबाट एउटा डन्डा बनाउनु उचित हुन्छ। अब हेर्नुस् अर्को विषयतर्फ छ। कसैले हस्ताक्षर गरे जस्तो नेपालीमा हामीले हस्ताक्षर दिँदा हस्ताक्षर गर्दा के त माथिबाट डन्डा त दिनुपर्छ, तर अङ्ग्रेजीमा या नेपालीमा कुनै पनि हस्ताक्षर गर्दा यदि तपाईको हस्ताक्षरको बीचबाट काट्नुभयो भने यो सबैभन्दा खराब हस्ताक्षर। यसलाई के भन्छ त भने आत्मघाती भन्छ। आफूलाई माया नगर्ने हस्ताक्षर, डिप्रेसनमा जीवनदेखि निराश भएको व्यक्ति, आफूलाई मेटाउन खोज्ने व्यक्तिले सुइसाइड नट सिग्नेचर भन्छ नि त, आत्महत्या गर्ने खालको सिग्नेचर। बीचबाट च्वाट्ट काट्ने, अझ कसैले त दुईटा धर्काले काट्ने, साह्रै घातक हस्ताक्षर मानिन्छ। त्यसैले के त भने आदरणीय मित्रहरू, आफ्नो हस्ताक्षरमा सधैँ ख्याल गर्नुहोस्। आज फेरि तपाईँले हस्ताक्षर आफ्नो हेर्नुहोस्, यदि बीचबाट काट्नु भएको छ भने त्यो नकाट्नुहोस्। त्यो हस्ताक्षरले तपाईँको व्यक्तित्व डिप्रेसनमा छ भन्ने बुझाउँछ र तपाईँ आत्मघाती हुनुहुन्छ भन्ने बुझाउँछ। आफूलाई माया गर्नु नि तपाईँ। अब यसैले तलबाट त्यो सपोर्टिङ लाइन खिच्दा पनि तपाईको हस्ताक्षरको अक्षर काटिनु हुँदैन। कुनै पनि एउटा अक्षर पनि यसरी काटिनु हुँदैन। त्यो काट्नुभयो भने तपाईले आफ्नो व्यक्तित्व काट्नुभयो भन्छ के, तपाईले आफूलाई विश्वास गर्नु भएन भन्छ। त्यसैले मित्रहरू, यो हस्ताक्षरले पनि हाम्रो व्यक्तित्व देखाउँछ, धेरै ख्याल गर्नुपर्ने विषय छ। र यो हस्ताक्षरलाई कसैले यसरी गोलमा राखिदिन्छ नि, मैले अघि के भने फर्स्ट लेटरलाई गोलमा राख्ने भने आफूलाई मात्रै गोल, तर पुरा हस्ताक्षरलाई पनि यसरी गोलमा राख्ने छ। त्यसले के त भने आफूलाई पुरा ककुनमा राख्छ। त्यो आफू, त्यो व्यक्ति आफैमा स्वतन्त्र हुन्छ, पराधीन व्यक्ति मानिन्छ। यसरी तपाईको के त भने साथीहरूको सहयोगमा बढी विश्वास गर्ने, आफू एक्लै अगाडि बढ्न नसक्ने व्यक्ति, या त आफूलाई समुदायबाट चाहिँ के त एकल राख्ने, कट अफ राख्ने व्यक्ति भन्ने। यो लेखशास्त्र जुन हामी व्याख्या गरेका छौँ यो धेरै अगाध छ, ठुलो छ, र त्यो भित्रको एउटा सानो विषय सिग्नेचर एनालाइसिस। तर यो के त भने कानुनी रूपले पनि आवश्यक छ। तपाईको बैंकमा यति धेरै पैसा छ, तर तपाईले जति राम्रो कपडा लगाएर, जति राम्रो लिपस्टिक पाउडर लगाएर गए पनि त तपाईलाई तपाईको पैसा दिँदैन नि। तपाईको चेकमा तपाईको सिग्नेचर चाहिन्छ। त्यसैले यो कानुनी चीज पनि हो, र सिग्नेचर एउटा व्यक्तिको जीवनमा अपरिहार्य आवश्यकता हुन्छ। र यो सिग्नेचरले के त तपाईको व्यक्तित्व देखाउँछ भन्ने कुरा आज मैले यो कन्टेन्टमा राखेँ। यसलाई के त भने यो ग्राफोलोजीको, लेख विश्लेषण या लेखशास्त्रको एउटा छोटो रूप, यो बृहत छ। मित्रहरू, आगामी दिनमा फेरि अन्य विषयहरू लिएर आउने बाचा सहित आजको लागि बिदा माग्छु। फेरि भेटौँला। हवस् त, नमस्कार।